यदि कसैलाई शेयर मार्केटमा इन्ट्रेस्टेड छ भने उसलाई चाहिँ यो दुईटा कुरा चाहिँ थाहा हुनुपर्छ। ट्रेडिङ भने के हो र इन्भेस्टिङ भने के हो। एकदम सिम्पल भाषामा भनिदिन्छु। इन्भेस्टिङ भनेको चाहिँ हामीले कुनै कम्पनीमा इन्भेस्ट गरेर त्यो कम्पनी यदि माथि गयो भने मात्रै हामीलाई प्रफिट हुन्छ र तल गयो भने चाहिँ हामीलाई लस हुन्छ। सिम्पल। र ट्रेडिङ भनेको चाहिँ हामीले माथि गइरहेको मार्केटमा नि पैसा बनाउन सकिन्छ र तल गइरहेको मार्केटमा नि पैसा बनाउन सकिन्छ। तर हाई रिस्क हाई रिवार्ड हुन्छ ट्रेडिङमा। इन्भेस्टिङ भनेको चाहिँ एकदम सेफ हो। र यसलाई चाहिँ डिभाइड गरौँ कुनै पोइन्टमा। इन्भेस्टिङ 3 तरिकाले गर्न सकिन्छ, जसमा पहिलो हुन्छ इक्विटी, जहाँ चाहिँ हामीले कुनै पनि कम्पनीको फन्डामेन्टल एनालाइसिस गरेर र त्यसमा चाहिँ हामीले इन्भेस्ट गर्छौँ र त्यो कम्पनी माथि गयो भने हामीलाई चाहिँ प्रफिट हुन्छ र त्यसलाई चाहिँ केही सर्टेन टाइमसम्म या लङ टर्मको लागि चाहिँ हामीले होल्ड गर्न सक्छौँ। दोस्रो भयो हाम्रो चाहिँ म्युचुअल फन्ड, जहाँ चाहिँ हामीले हाम्रो पैसा चाहिँ फन्ड हाउसलाई दिन्छौँ र त्यहाँ रहेका रिसर्चरहरू एनालिस्टहरू तिनीहरूले चाहिँ एनालाइसिस गर्छन् र हाम्रो पैसालाई राम्रो कम्पनीहरूमा इन्भेस्ट गर्छन्। त्यो एकदम सेफ भयो हामीलाई चाहिँ। र थर्ड छ इटिएफ। इटिएफ भनेको चाहिँ एउटा बन्च अफ स्टकहरूको एउटा ग्रुप हो, या त्यसलाई इन्डेक्स भन्दा हुन्छ। कुनै इन्डेक्समा हामीले इन्भेस्टिङ गर्छौँ र एकदम सेफेस्ट हुन्छ यो, किनभने 50वटा चाहिँ खतरा कम्पनीहरू राम्रो कम्पनीहरूको एउटा ग्रुप हुन्छ, जुनमा चाहिँ 50वटा कम्पनी नै लसमा जाने त हुँदैन होइन। त्यही भएर कुनै एउटा दुईटा भित्र लसमा भए पनि अरू प्रफिटमा हुन्छ। सो यो लङ टर्मको लागि चाहिँ इटिएफ एकदम बेस्ट हुन्छ। जस्तै ट्रेडिङ 3 तरिकाको हुन्छ, इन्ट्राडे या इक्विटी ट्रेडिङ, दोस्रो छ फ्युचर्स, अनि तेस्रो छ अप्सन। इन्ट्राडे भनेको चाहिँ मार्केट ओपन भएदेखि मार्केट चाहिँ बन्द हुने त्यो दिन, एक दिनको लागि गर्ने ट्रेडिङ हामीले इन्ट्राडे, जसमा चाहिँ तपाईँले 3 to 5x को लेभरेज पाइन्छ। भनेको यदि हामीले 1000 रुपियाँ राख्यौँ भने त्यसमा चाहिँ हामीले इन्टु 3 या 5 ले भन्दाखेरि 5000 सम्मको चाहिँ हाम्रो 5000 रुपियाँले चाहिँ हामीले ट्रेडिङ गर्न पायौँ र लस पनि 5000 को हिसाबले हुन्छ। त्यस्तै फ्युचर्स भनेको हामीले चाहिँ त्यसमा पनि 3 to 5x को लेभरेज पाइन्छ र त्यो चाहिँ हामीले 1 मन्थसम्म होल्ड गर्न सकिन्छ। र अप्सनमा हामीलाई चाहिँ 100x लेभरेज पाइन्छ। भनेको 1000 राखेको छ भने इन्टु 100 गरेर त्यतिको पैसा आउँछ। त्यतिको पैसालाई हामीले ट्रेड गर्न सकिन्छ र प्रफिट भए त्यही पैसाले हुन्छ, लस भए त्यही पैसाले हुन्छ। द्याट्स इट। सो कन्क्लुजन के हो? एकदम सेफेस्ट, एकदम राम्रो र लङ टर्मको लागि हेर्ने हो भने इन्भेस्टिङ इज द बेस्ट।